बल्छीहरू थापिसक्यो। अब यो लास्ट रहेको छ, यसले फिलअप गरिरह। फिलअप हुने बित्तिकै फाल्दिने यसलाई नि यो हाते उता माथिदेखि लस्काएर यो तलसम्म थापिसक्यो। अब यो पनि थाप्ने अनि एकछिन 10 मिनट जति बस्ने अनि त्यसपछि हेर्ने कतिको पर्दो रहेछ हेर्छु अनि यहाँ पनि देखाउने छु। र यो त यस्तरी फिलअप गर्नुपर्छ मजाले। यस्तो चट्ट पानी चाहिँ अलिकति रातो रातो ठिकै भनौँ। यहाँ चाहिँ माछा परिसकेको छ है गाइज। माछा पुरै माछाले ढ्याक ढ्याकै गरे है। डोरी होइन त डोरी हल्लाइदिए ये ढ्याक ढ्याक गरे है। तान तान ल भाइ तान। सिसा अड्केको छ है। माछा चाहिँ पऱ्यो ह, ठुलै परेछ है माछा। हेर्नु है ठुलै परेछ, छिट्ले न। यहाँ पाखामा रहेछ माछा त। मारिदिउँ मारिदे। परिसक्यो है, फेरि परिसक्यो तिनवटा बल्ल तिनवटा भएको यार। परिसक्यो। अब यसलाई म पड्काउँछु। परिसक्यो दुईवटा हेरेको अझै यता मासतिर हेर्न बाँकी। माछा परिसकेको छ। यसले यहाँ टक 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 गरेको। उठा 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 भाइ, पारिसक्यो यसले। यसमा परिसक्यो मारिहाल। परै पर्यो के ढुङ्गा लट्ठीले आएन। ल है यो फिलअप गरिरहेको माछा नपरेर माछा यति जाम छवटा फिलअप गरिरहेको यहाँ पानी परिरहेको उताको दृश्यमा लभली। जाली हाल्ने मोटर परिसकेको रहेछ। दुईटा सिद्रा र बामै बाम। परे यार यसको। अब हामी बेरिसक्यो सबै। बेरिसक्यो अघि यो पर्ने एउटा बेरिसक्यो सबै। अब जान लाग्यो योहरू पनि यो बेरौँ माछा। लास्ट 8वटा मध्ये एउटा लास्ट 7वटा हेरेँ, एउटा परेन। यो लास्ट अलिक ताने पारे यस्तै तान्न यार। यो त काम रहेछ, यो त यार अलक्षिण रहेछ यसको। यता हेरेर त राम्रोसँग सिधा बस्न कहाँ धेरै होइन 7वटा छ बामहरू। अब हामी यहाँबाट चल्दैछौँ, बिदा गरिदिउँ यहाँबाट। लभली है डेटिङ लागि